यो घाँटी यो मुख यस्तो भएर यहाँ जोडिन्छ अनि समस्या यसरी आउँछ। मुख यस्तो हुन्छ, यो मुख सबै तान्नेर यो गएर यहाँ घाँटीमा जोडिन्छ। त्यसमा यो निबिया घोलेर अनि त्यसपछि यो प्याराफिन तेल यसमा यो दुईटा मिक्स गर्नुपर्ने। यसरी यहाँको यसरी काटेर हालेको यी पेटको यता दुखामा साथ दिनुभयो, सहयोग गर्नुभयो, अपरेसन गर्नु भनेर 2000 भयो मेरो लागि। दर्शकबिन नमस्कार, मेरो नाम तेन्जिन रिक्सो हो। आज म काठमाडौँ बौद्ध कपनमा आइपुगेछु। कपन भन्नाले पनि हाम्रो यहाँ सेतो गुम्बाको पछाडि अर्को एउटा पीडितको घरमा जाँदैछु। मैले यो अर्को पीडित कसरी भेट्यो भने शनिबारको दिनमा म यसरी साथीहरूसँग हामी यसो पहाडतिर घुम्न गएको थियो। बाटोमा हामी चिया पसलमा यसो चिया चिसोहरू खाइरहेको त्यही ठाउँमा मैले एउटा बाबु 7 वर्षको बाबु जिउभरि यसरी एसिड पोकेको यस्तो अवस्था मैले देखेको कारण मैले उहाँको कस्तो रहेछ भने सबै मैले छलफल गरेर आज म उसकै बाबुको घरमा यसरी जाँदैछौँ। दर्शकबिन नमस्कार, अहिले म रामकुमार दाईको घरमा आइपुगेछु। दाई नमस्ते। नमस्ते दिदी नमस्ते। तपाईको र दिदीको यसो परिचय गरिदिनु होला। मेरो नाम चाहिँ रामकुमार सुनार हो। हजुर। मेरो घर यहाँ काभ्रे जिल्ला कोसीपारी। हजुर। उसको चाहिँ दुर्गा सुनार। ए हाम्रो दिदीको परिचय गरिदिनुहोस् न। मेरो नाम चाहिँ दुर्गा सुनवार, घर चाहिँ यहाँ काभ्रे, माइती चाहिँ उता बिरगा। ए बिरगा छ। हजुर। हाम्रो कति छोरा छोरी? हाम्रो यो दुईटा छोरा। दुईटा छोरा? हजुर। ए अनि उहाँको खास के भयो होला? अब यसको चाहिँ खास अब हामी पहिला यो तामा पित्तलको काम गर्थ्यौँ। तामा पित्तलको त्यो खड्कुलाहरू भाँडा त्यो सफा गर्दाखेरि चाहिँ यसको र्याकमा तेजाब राखेको थियो। तेजाब अनि अब यो 11 महिनाको थियो त्यतिखेर। हजुर। अनि 11 महिनामा चाहिँ अनि त्यसरी बामे सरेर गएर चाहिँ यहाँ भित्ता समातेर उठ्दाखेरि त्यो र्याकको तेजाब चाहिँ दराजमाथिको तेजाब चाहिँ खसेर यहाँ टाउकोबाट परेको। ए यसको त्यतिखेर? हजुर। अनि त्यतिखेर यस्तो भएर अनि अचानक अनि के गर्नुभयो तपाईँहरूले? यस्तो हामीले अब हतार अब त्यतिखेर पैसा पनि त्यति थिएन अनि हतार हामीले चाहिँ मेडिकलमा लयौँ। मेडिकल लैसकेपछि अनि यहाँनिर सक्दैन, हस्पिटल लानुहोस् भन्नुभयो। अनि हस्पिटल लानुहोस् भनेपछि यो काठमाडौँ मेडिकल कलेज हस्पिटल लग्यौँ। अनि त्यहाँ लगिसकेपछि पछि अब 2-3 घन्टा त्यहाँ राखिसक्यो। डक्टरले चाहिँ यो बच्चा यहाँ राम्रो हुँदैन, गाह्रो हुन्छ, अन्त लानुहोस् भन्नुभयो। अनि हामीले त्यहाँबाट अनि उहाँ बालकान्तिमा लयौँ, चक्रपथ बालकान्तिमा लिएर गयौँ। अनि त्यहाँ लैसकेपछि अनि त्यहाँ गएर चाहिँ यसको 1 हप्तापछि अपरेसन भनेर भनिदिनु भयो डक्टरले। अनि 1 हप्तापछि एउटा अपरेसन गऱ्यौँ अनि अलि राम्रो भयो, अलि ठिक भयो। अनि फेरि अनि अर्को हप्ता अलि ठिक भयो भन्नाले पहिला कस्तो थियो? पहिला त तपाईँको धेरै गाह्रो थियो। यो सबै डढेर यस्तो सबै यो सर्लक्कै डढेर पुरै यो मासु कालो न कालो थियो। पुरै कालो थियो। ए अनि कालो भएर अनि पछि सबै यो डक्टरले अपरेसन गरेर सबै खुर्केर फ्यालेर यो खुट्टाको छाला काटेर टाँसिदिनु भएको। हजुर। ए छ पुरै खै खोला त भयो यस्तो छ है सबै यहाँ त्यो सबै डढेको यी घाँटी यो मुख यस्तो भएर यहाँ जोडिन्छ अनि समस्या यसरी आउँछ। यसको लागि अब अपरेसन गरे गर्नुपर्छ। अनि तपाईँको अहिलेसम्म कति अपरेसन गर्नुभयो? अहिलेसम्म यो बाबुको 5वटा अपरेसन भयो। बालकान्तिमा 3टा अपरेसन भयो, 2टा अपरेसन भयो। अनि त्यसपछि सुषमा कोइरालामा 3टा अपरेसन भयो। सुषमा कोइराला साँखो हस्पिटलमा। उहाँको मुख यसरी तान्के रहेछ नि के हो? हजुर। यो मुख यस्तो हुन्छ, यो मुख सबै तान्नेर यो गएर यहाँ घाँटीमा जोडिन्छ। अनि जोडिएको कारणले गर्दा चाहिँ अनि यसलाई यो अपरेसन गरे गर्नुपर्छ। 1 वर्ष 6 महिनामा अपरेसन गरिरहनुपर्छ। 6 महिनामा कि 1 वर्षमा गर्नुपर्छ? हजुर, गरिरहनुपर्छ। अनि कतिसम्म गर्नुपर्ने अब उहाँको? यसको अब डक्टरहरूले भन्नुभएको छ बढ्ने उमेरसम्म गर्नुपर्छ अरे। अब बढ्ने उमेरसम्म 18 देखि 22 वर्षसम्म गर्नुपर्छ। 1 वर्ष 6 महिनामा गरिरहनुपर्छ भन्नुहुन्छ।
पहिला अब यो पहिला चाहिँ पानी गिलास खान नि नसक्ने अवस्था यो मासु पलाएर धेरै बाङ्गो थियो अनि पछि हस्पिटलमा अपरेसन गरिसकेपछि यतिको भएको अलि राम्रो राम्रो हुँदै गएको पहिला यस्तो पानी खानेमा पनि एकदम गाह्रो एकदम यो मुख पनि धेरै बाङ्गो गिलास भरि पानी हाल्दा नि नसकिन्थ्यो यस्तो थियो पहिला ए यस्तो थियो अहिले चाहिँ अलि ठिकै छ अलि सुधार आउँदैछ हजुर हल्का अलिअलि सुधार आएको छ ए अझै नि अपरेसन अझै पनि धेरै गर्ने बाँकी छ हजुर छ पहिला ए अनि तपाईँको काम चाहिँ मेरो चाहिँ अब यस्तै ज्यामी स्यामी अब यस्तो भाँडाहरू सफा गर्ने काम हुन्छ तामाहरूको पित्तलहरूको अनि अब त्यसको लागि चाहिँ अब मैले चाहिँ कहिलेकाहीँ मात्रै अब धेरै जस्तो काम हुँदैन कहिलेकाहीँ फाटाफुटा हुन्छ ठिक छ अनि तपाईँको कमाइले अनि गाडी भाडाहरू अब खानपिनहरू सबै व्यवस्था अनि कस्तोको अब हुन्छ नि त्यतिमा नि गाह्रै अब त्यतिमा नि गाह्रै छ अहिले अब भने जस्तो कमाइ हुँदैन महँगी बढेको छ त्यस्तै अब यही बच्चालाई यसो अब यसको त भविष्य यस्तो छ यसलाई त अब 3 महिनामा 2 महिनामा हस्पिटल गएर औषधि ल्याइराख्नु पर्ने यो ड्रेसिङ गरिराख्नु पर्छ हप्तामा आउनु भन्नुभएको थियो हामी त पैसा नि हुँदैन अनि त्यही भएर हामी चाहिँ गर्नलाई हप्तामा हप्तामा बोलाउनु भएको छ हाम्रो चाहिँ अब आर्थिक अवस्था कम भएर ए जान भ्याएन नसकेको अब पैसाले गर्दै भन्नु ए भनेपछि अब दिदीको र दाइको एकदम मैले गाह्रो देख्यो हाम्रो उहाँको छोराको होइन यसो अहिलेसम्म कति खर्च गयो अन्दाजी हामीले गरेको अनुसार चाहिँ उसको खर्च लगभग तपाईँको गइसक्यो अहिलेसम्म 10-10.5 लाख गइसक्यो त्योभन्दा नि बढी गयो दिदी तपाईँको अब हुन्छ नि छोराको होइन दबाई के खान्छ यसो हामीले देखाइदिनु न पहिला चाहिँ धेरै लाउनुहुन्थ्यो अहिले चाहिँ अनि यो घाउ चिलो पार्नलाई दिनमा 3 पटक लाउने भन्नुभएको छ हस्पिटलबाट एउटा यो प्यारोफिन भन्ने तेल आउँछ यसमा अनि त्यसपछि यो तेल आइसकेपछि अनि यसमा यो निबिया घोलेर दुईटा मिलाउनु पर्छ अर्को औषधि हुन्छ त्यो चाहिँ बाहिरबाट आउँछ रे हस्पिटलमै छैन अनि यो निबिया क्रिम यसमा यो निबिया घोलेर अनि त्यसपछि यो प्यारोफिन तेल यसमा यो दुईटा मिक्स गर्नुपर्ने अनि मिक्स गरेर मजाले घोलेर अनि यस्तो बनाएर हैन अनि यस्तो क्रिम जस्तो बनाएर अनि यो चाहिँ दिनकै लाउनुपर्छ दिनकै यहाँ लगाएर सबै घाउ सफा गरेर लगाएर अनि यो मुन्टो बाङ्गो नहोस् भनेर अनि यो राखेर हामीले चाहिँ अनि यो राख्नुपर्छ है अनि यो यसरी यहाँनिर राखेर अनि यसरी यो बान्दिने अनि बानिसकेपछि अनि अलिक सिधा हुन्छ भनेर चाहिँ त्यो गरिरहेछौँ डाक्टर साहबले यसरी भन्नुभयो हजुर डाक्टरले त्यो भन्नुभएको छ अनि हामीलाई चाहिँ अब यो औषधि किन्नसम्म पनि अहिले गाह्रो छ यो अब एक हप्तामा आउनु ड्रेसिङ गरिरहनुपर्छ यिनीहरू ल्याइराख्नुपर्छ फिजो गरिराख्नुपर्छ यो चेन्ज गर्नुपर्छ भन्नुभएको थियो हामीलाई चाहिँ अब यही समस्याको कारणले गर्दा अब हामी चाहिँ अब एक हप्तामा जान सक्दैनौँ 2-3 महिनामा गइरहेछौँ अहिले त अब अपरेसन गर्न एकदम गाह्रो छ अब कमाइ छैन एकदम गाह्रो छ पोहोर पनि लकडाउन भइदियो यता अब पैसा कमाइ भन समस्या पर्यो अनि त्यही भएर धेरै गाह्रो भएको भएर हामीले चाहिँ अहिलेसम्म अब यसलाई गर्न सकेको छैनौँ अहिलेसम्म त्यही 5वटा अपरेसन भयो त्यहाँबाट गर्न सकेका छैनौँ अब भनेपछि उहाँको उमेर बढ्नेसम्म होइन गरिराख्नु पर्छ हजुर बढ्नेसम्म 18 देखि 22 वर्षको उमेरसम्म गरिराख्नु पर्ने अपरेसन नत्र यो यस्तो भएर यो यहाँ आएर यसरी जोडिन्छ यो अहिले तान्निसक्यो यो कानको यतै पालै छैन सबै ट्यापै भइसक्यो यस्तो पछाडि यस्तै छ त्यत्तिकै यस्तो नराम्रो छ अनि यो खुट्टामा पछि अनि यहाँको मासु यहाँ खुट्टाको नि यहाँको छाला हालेर पिप्रेर गर्दै आउने भइसक्यो थियो अनि यहाँको छाला हालेको यसरी यहाँको काटेर नपुगेरै पेटको यसरी उठा त अलिकति यसरी यहाँको यसरी काटेर हालेको पेटको यहाँनिर अनि यहाँ तलको सबै छाला यहाँको काटेर त्यहाँ हालेको यो सबै यहाँ भरे यो सबै निकालेर हामीले अब भ्याउनेसम्म गऱ्यौँ अनि अब अहिले एकदमै स्थिति कमजोर भएको कारणले गर्दा केही गर्न नसके भएर
यो बाबुको लागि राम्रो हुन्छ कि भनेर हजुरले यतिसम्म गरिदिनु भयो अनि केही राम्रो हुन्छ कि भन्ने ठुलो आश छौँ हामी। दुर्गा सुनवार दिदीको घरमा आएर सबै हामी बुझ्यौँ। छोराको एकदम गाह्रो स्थिति, अविनाश सुनवारको यस्तो सानो उमेरमा यसरी उहाँको खेल्दै यसरी एसिड यसरी पोकेको समस्या, घरको स्थिति एकदम गाह्रो कारण पछि मैले हाम्रो बौद्धमा बस्नुभएको हाम्रो घेसे सोनाम वाचेला उहाँलाई मैले फोन गर्यो। केला यस्तो यस्तो रहेछ, केला तपाईँ फोटो पनि मैले उहाँलाई देखायो। केलाले कहाँ छ भने अब हेर्न जान्छु भने आज मैले केला यसरी बोलाउनु भएछ। केलाले यसो अब यस्तो गाह्रो छ भने केलाले तपाईँलाई यसरी सहयोग गर्छु, थोरै धेरै भएन भने थोरै सहयोग गर्छु। केलाले अहिले तपाईँको गर्यो, उहाँले होइन धेरैले गर्नु भइसक्यो। अब यस्तै कारण मैले केलालाई भनेर आज केला तपाईँसँगै यसरी हुनुहुन्छ। उहाँले तपाईँलाई होइन घरको अब छोराको लागि अब के न के अब पछिको लागि समयको लागि अपरेसन गर्नेको लागि यसो पैसा यसरी दिन गइरहेछ तपाईँको। अब हुन्छ नि उहाँ केलाले दुःख छ, बच्चा राम्रो होस् यसको हाम्रो धेरै त छैन, यस्तो 20,000 तपाईँको घरमा हाम्रो प्रयास छ तपाईँको 20,000 अनि पछि उसको अपरेसन है। त्यससँग मैले मेरो आफ्नै व्यक्तिबाट तपाईँलाई 2,000 यसरी मेरो चिया कफी खानेको पैसा तपाईँलाई यसरी 1 हप्ताको तपाईँलाई यसरी दिँदैछु। मलाई नि त्यो यस्तो मेरो दुःखको बेलामा यसरी बच्चालाई अपरेसन गर्नु भन्नुभएर सहयोग गर्नुभयो। मेरो लागि तपाईँलाई नि यस्तो दुःखमा साथ दिनुभयो, सहयोग गर्नुभयो, अपरेसन गर्नु भनेर 2,000 भयो नि मेरो लागि। मैले तपाईँले अहिले घेलाबाट 20,000 मेरोबाट 2,000 तपाईँलाई पाउनुभयो है। अब छोराको लागि पछिको समयमा फेरि पनि अपरेसन अब गरिरहनु पर्ने भयो। उमेर अब हुन्छ नि 18, 20, 22सम्म बढ्नेसम्म अपरेसन गरिरहनु पर्ने रहेछ। अनि तपाईँले यो यतिले पनि खास पुग्दैन होला। पछिको लागि अहिलेको लागि भन्दा पछिको लागिसम्म भएदेखि मेरो लागि धेरै खुसी हुन्थ्यो। हजुर अहिले त नसक्ने भएर मात्रै हो, नत्र त पहिला त हामीले ऋणदान गरेर भए नि दुःख गरेर नि गरेको थियौँ। अनि अहिले त यतिले नि पुग्दैन। अपरेसन गरिसकेपछि त अब खानालाई नि जहिले मासु खुवाउनु भन्नुहुन्छ डक्टरले। हजुर, अनि जति मासु खायो अन्डाहरू खायो त्यति मासु बढ्छ अरे भन्नुहुन्छ। अनि अहिले चाहिँ मासु यो बढिसकेपछि फेरि मासु नदिनु, अन्डा धेरै नदिनु भन्नुभएको छ। डाक्टर साहबले यसरी भन्नुभयो। हजुर। आज हामीले दिदी रामकुमार दाई र दिदीको घरमा आइपुगेर हामीले धेरै पनि गर्न सकेन, थोरै रकम उहाँको घरमा यसरी छोराको लागि उपचारको लागि यसरी थोरै रकम दिएर अब हामी लाग्दैछौँ। दिदी अब हामी जाँदैछु, दाइ हामी अब जाँदैछु। मैले तपाईँहरूबाट सहयोग 2,000 भयो नि पायो, मलाई धेरै खुसी लाग्यो। उहाँ गुरुजीले नि 20,000 दिनुभयो, खुसी लाग्यो। सबैजनाले मलाई सहयोग हस्, अब नरुनु होला, मान सानो नगर्नु होला। पछि हामी सहयोग पायो भने तपाईँलाई सहयोग गर्छु होइन, बाबुलाई सहयोग गर्छु होइन, पछि बेटामला है। हस् ल दर्शकबिन, अब हामी अन्तिमको फ्रेममा लागिरहेछौँ। यस्तै गरी आज हामीले एउटा राजकुमार दाईको छोरा बाबु 7 वर्षको एउटा जिउभरि यसरी एसिडले पोखेको यस्तो घरमा हामीले आज थोरै सहयोग गरेको छु। म हजुरहरूलाई यसरी विनम्र अनुरोध गर्दैछु, तपाईँको थोरै सहयोगले उहाँको छोराको अपरेसनको लागि सक्सेसफुल हुन सक्नेछ। त्यसै कारण तपाईँहरूलाई म अनुरोध गर्दैछु, के न के अब सहयोग गर्नुहोला भने म यही भिडियो यहीँ टुङ्गाइदिन्छु।